हेलो हेलो सेवारो स्वागत छ मेरो च्यानलमा। फेरि पनि म कृष्ण नेक्स्ट ब्लग लिएर उपस्थित भइसकेको छु अनि हजुरहरू सबैजनालाई स्वागत छ फेरि पनि मेरो च्यानलमा। अनि हजुरहरू सबैजना साथीहरू सन्चै हुनुहुन्छ होला भन्न चाहन्छु। कस्तो हुनुहुन्छ हैन। मैले अब आज एउटा भिडियो अपलोड गरौँ भनेर चाहिँ म आएको, तर भनौँ न पहिला पनि म हजुरहरूलाई भनि नै राखेको हुन्छु मेरो भिडियोहरू त्यति धेरै स्तरीय भिडियोहरू छैन हैन। स्तरीय भिडियो नभए पनि साथीहरूले कतिले मन पराइदिनु भएको छ है। मन पराइदिनु भएकोमा साथीहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। कतिपय साथीले मन पनि पराउनुहुन्न हैन। मन नपराउनु हुने साथीहरूलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु हैन। अनि मलाई धेरै धेरै सपोर्ट गर्ने साथीहरूलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु फर्स्ट अफ अल हैन। अनि आगामी दिनमा हैन हजुरहरूले पनि सबैजनाले मलाई यसरी नै साथ सपोर्ट गर्नुहोस् भन्न चाहन्छु। अनि आज मेरो भिडियो विशेष बनाउनु त खासै त्यस्तो केही पनि छैन, तर अब सानो कुरा भयो भने पनि म हजुरहरूसँग मेरो एउटा घर फ्यामिली जस्तो लाग्छ। मेरो वाइटी फ्यामिलीहरूलाई भनौँ न, मेरो युट्युबको फ्यामिली साथीभाइ हुनुहुन्छ सबैलाई हैन। मैले एउटा फ्यामिली जस्तो रूपमा हेरेको छु। जसले नेगेटिभ सोच्छ उहाँहरू आफै जान्नुहुन्छ। पोजिटिभ रूपले हामीले हेर्नुपर्छ जुनै पनि कुरा हैन। मैले मेरो एउटा वाइटी फ्यामिलीहरूलाई हैन सानो कुरा पनि म सेयरिङ गर्नु मन लागिहाल्छ नि त हैन। हजुरहरूसँग कतिपय कुराहरू सेयर गरेर पनि म कति धेरै ह्याप्पी पनि हुन्छु हैन। अब एक्लै गुम्सेर बस्नुभन्दा पनि कति कुराहरू सेयरिङ गर्नु पाएर हजुरहरूसँग एकदम खुसी छु। अनि आगामी दिनमा पनि सधैँ सधैँ तपाईँहरूको माया पाउने आशा मैले राखेको छु हैन। आज त्यस्तो मेरो भिडियो हजुरहरूलाई मैले पस्कन गइराखेको छु, त्यस्तो राम्रो त छैन। हजुरहरू झर्को नमानी वाचिङ गर्नुहोला भन्न चाहन्छु हैन। म अघि पनि मैले भनिहालेँ केही कुरा भयो कि तपाईँहरूसँग सेयरिङ म गर्नु मन लागिहाल्छ। त्यही भएर मैले चाहिँ सेयरिङ गर्न लागेको छु। अब जस्तै हुन्छ नि त अब मैले तपाईँहरूले आज के होला त्यस्तो सोच्नुहुन्छ होला, त्यस्तो राम्रो केही पनि छैन है त। अनि मेरो अब भनौँ न आफ्नो आफन्तहरू हुनुहुन्छ, आफ्नो आफन्तहरूले के पठाइदिनुहुन्छ नि त। पठाइदिनु भएपछि पनि म तपाईँहरूसँग भिडियो मैले अपलोड गरिहाल्छु। योभन्दा अगाडि मैले एउटा भिडियो भनौँ पोक्ताङ डाँडाको भिडियो मैले हजुरहरूसँग पस्केको थिएँ हैन त। त्योमा पनि अलिकति नाम भनौँ न मिस्टेकले भएछ। मैले एउटा बाजेलाई सोधेको थिएँ, बाजेले भन्नुभयो पोक्ताङ भन्नुभएको रहेछ, मैले चाहिँ गो सुनेँ हैन। त्योमा अलिकति तलमाथि भएको छ, त्यसमा म क्षमा प्रार्थी चाहन्छु। अनि त्योभन्दा अगाडि चाहिँ मेरो बुबाले हैन ल्याइदिनु भएको सामानहरूको मैले भिडियो बनाएको थिएँ। आज पनि मेरो सेम त्यस्तै भिडियो छ हैन। हजुरहरू साथीहरूलाई म पस्कन गइरहेको छु त्यो भिडियो चाहिँ। आज चाहिँ मेरो भनौँ न फुपूको छोरी हुनुहुन्छ यता मेरो 24 गाउँपालिका मेरो माइती गाउँबाट मलाई थोरै सामानहरू पठाइदिनु भएको छ। अनि मैले त्यही भिडियो चाहिँ मैले हजुरहरूसँग सेयरिङ गर्न लागेको छु। अनि हजुरहरूलाई कस्तो लाग्छ साथ सपोर्ट दिनुहोला, माया दिनुहोला। थोरै थोरै सब हुने साथीहरूले पनि मलाई सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। ठुलो धेरै सब भएको साथीहरूले पनि मलाई सपोर्ट गरि नै राख्नु भएको छ। आगामी दिनमा पनि सपोर्ट गरिदिनु होला भन्न चाहन्छु हैन। जतिपय साथीहरूले मलाई माया गर्नुभएको छ, आगामी दिनमा पनि तपाईँहरूको मायाको मलाई कहिले कमी नहोस् भन्न चाहन्छु। अनि भन्दै चाहिँ म अब भिडियोतिर पनि हजुरहरूलाई म लान्छु है, के रहेछ सामान है हजुरहरू हेर्नु होला है त भन्न चाहन्छु। भन्दा हामी सामान पनि हेर्न जाऊँ है त सबैजना मिलेर त। भनौँ न मेरो फुपूको जेठी फुपूको छोरी माइली लुङाले लिची पठाइदिनु भएछ आज। अनि त्यसपछि यहाँ फर्सीको मुन्टा पठाइदिनु भएको रहेछ। नानी आएको छ एक्जाम दिनुलाई। फर्सीको मुन्टा देख्नु सक्नुहुन्छ, पहाडको एकदम अर्ग्यानिक। मेरो चाहिँ पार्सल आएको छ है त। हिजो अस्ति मेरो बुबाले ल्याइदिनु भयो, आज मेरो लुङाले पठाइदिनु भएछ। यति चाहिँ मैले यहाँ ओपन गरिसकेँ। अब यहाँ के रहेछ भन्दाखेरि हजुरहरू देख्नुहुन्छ टमेटो एकदम धरनमा महँगो छ नि त। मेरो लुङाले चाहिँ मलाई टमाटर थुप्रै पठाइदिनु भएको रहेछ। कति छ अब यहाँ निकाल्दैछ, देख्नु सक्नुहुन्छ है त हजुरहरूले। गाउँको लोकल टमाटर भन्दा पनि पहाडको टमाटर एकदम मिठो हुन्छ। कति धेरै पठाइदिनु भएछ टमाटर लुङाले। अनि अब जे होस् तपाईँहरूको पनि नजिक पहाडतिर आफ्नो आफन्त छ भने यस्तो सब्जीहरू आउँदै होला तपाईँहरूकोमा है हैन। टमाटर त थोडा रहेन रहेछ यहाँ, म त निकाल्नु त टाइम लाग्ने भयो मलाई हैन। देख्न सक्नुहुन्छ यति धेरै टमाटरहरू
पठाइदिनु भएको छ हाम्रो लुगाले। मेरो फुपू त हुनुहुन्न, जेठी फुपू पहिला नै बित्नु भएको। अहिले हाम्रो लुगाहरू मात्रै हुनुहुन्छ नि त। जेठी लुगा, माइली लुगा, कान्छी लुगा हुनुहुन्छ। कान्छा लुगा, जेठा लुगा बित्नु भयो। अहिले चाहिँ अब माइला लुगा र कान्छा लुगा हुनुहुन्छ। अनि के गर्नु, फुपूहरू बितेर जानुभए पनि आफ्नो नाता सम्बन्ध चाहिँ टुटाउनु हुँदैन जो कसले पनि। यो चाहिँ अलिकति किच्चे छ। यो किच्चेकोलाई चाहिँ म अलिकति यहाँनिर राखेर यो साइडमा राखिराख्छु छु। अहिले म सार्छु। अनि अब यति टमाटर किन्नुलाई पनि यो पनि किच्चे छ। यति टमाटर किन्नुलाई त यहाँ धरानमा त महँगो पर्छ होइन। पहिले चाहिँ सस्तो थियो, अहिले चाहिँ अब टमाटरहरू एकदम महँगो हुनु थालेको छ नि त। यहाँ 80-90 रुपियाँ केजी पुगिसकेको छ। पहिले त 100 रुपियाँमा 100मा 5 केजीसम्म आउँथ्यो। थुप्रै छ है, म टमाटर निकाल्दैछु। टमाटर थुप्रै रहेछ, 8-10 केजी जस्तो ल्याइदिनु भएको रहेछ। अनि धेरै किनिराख्नु पनि पर्दैन। निकै पठाइदिनु भएको छ हाम्रो लुगाले टमाटर। हजुरहरू यहाँ देख्न सक्नुहुन्छ सबैजनाले। टमाटर चाहिँ 10 केजी नै रहेछ है त। 10 केजी भन्दा कम्ती चाहिँ टमाटर होइन रहेछ। टमाटर आमामा थोरै छैन। म यहाँ निकाल्दैछु। अहिले नानी आइपुगेको यस्तो छ है टमाटर। मेरो फुपू नभए पनि मेरो लुगाहरूसँग हाम्रो नाता सम्बन्ध अहिलेसम्म राम्रो छ। आउने जाने क्रम चल्छ। कहिलेकाहीँ ढिलो चाँडो चाहिँ हुनसक्छ। पाहाडको अर्ग्यानिक खानेकुराहरू पठाइदिनु भएको छ हाम्रो माइली लुगाले। ला हौ लडी गयो हौ, पर पेल्टेङ लडी गयो। किचनतिर पो जाँदैछ त। एकदम थोडा रहेन रहेछ टमेटो पनि। तपाईँहरूले देख्न सक्नुहुन्छ। यो चाहिँ अलिक किच्चेको रहेछ। किच्चेको साइड चाहिँ यहाँ राख्छु। यस्तो छ मिठो यामी एकदम लोकल टमेटो। 10 केजी टमाटर पठाइदिनु भएछ हाम्रो लुगाले। बिचरा माइली लुगालाई, हाम्रो माइली लुगालाई दुःख पो भयो त हौ। कान्छी लुगालाई टमाटर त थोडा पठाइदिनु भएन छ मेरो लुगाले। म त 2 महिना खान्छु होला। फ्रिजमा राख्दै 2 महिना चाहिँ खान्छु होला। अब यहाँ के छ त हौ। अझै पनि छ यहाँ सामान निकाल्नुलाई। यता एउटा टमाटर लडिगएको छ, यसलाई पनि म टिपिहाल्छु। अनि अझै अर्को पनि छ। म यहाँ निकाल्दा एकदम थकित अवस्था भइसकेँ। पसिनै आइसक्यो। यो पनि अलिक किच्चेको रहेछ। किच्चेको यता राख्छु। मायालु यो झार पनि रहेछ हौ एउटा कि अमिले झार भने, अमिल चाहिँ झार के भन्छ नि। अझै यहाँ अर्को सब्जी नै पठाइदिनु भएको रहेछ मेरो लुगाले। आमामामा कति धेरै हो। बाफ्रे टमाटरको चाहिँ यहाँ मेरो भण्डार छ है। कोही किन्न आउनुहुन्छ भने आउनु होला। टमाटरको खाँचो छ भने भनेर म भन्दिनँ। हाम्रो सुषमा लुगाले यति धेरै मलाई पार्सल पठाइदिनु भएछ। म त के दिनु होला मेरो लुगालाई। हेर्नु त 10 केजी टमाटर भनेपछि थोडा हो र टमाटर। अनि यहाँ अर्को पनि रहेछ है त सब्जी। टमाटरै निकालेको छुइनँ। देख्न सक्नुहुन्छ यहाँ घिउ सिमी बोडी। आमामा बोडी पनि कस्तो राम्रो लोकल बोडी हेर्नु है। देख्न सक्नुहुन्छ मेरो लुगाले सब्जी पठाइदिनु भएको मलाई। अब यो टमाटो यता त सार्छु। टमाटर निकाल्नु बाँकी नै छ अझै। अब हतार बोडी आइपुग्यो। अनि मैले यहाँ चाहिँ बोडी चाहिँ निकाल्नु थालेँ। मेरो गिफ्टिङहरू तपाईँहरू देखेर आरिसै लागिसक्यो होला नि। अब तरकारी छैन भने मेरो घरतिर आउनु है तपाईँहरू। अहिले महँगी छ यो बोडी पनि। हेर्नु ल, यो बोडी पनि थोडा पठाउनु भइदिएको रहेन रहेछ हाम्रो लुगा माइलीले। बोडी हेर्नु होला। यसको पनि भुजिया बनाएर आलुसँग खानु पनि मिल्छ र त्यतिकै भुजिया पनि मिठो हुन्छ है। यो हजुरहरू देख्न सक्नुहुन्छ। टमामा थुप्रै रहेछ यो बोडी पनि। लुगाले धेरै खेती गर्नुभएको रहेछ हाम्रो लुगाले। यसरी ला यहाँ त टमाटर पनि रहेछ। लु टमाटर यता लाएँ है त। टमाटर हेर्नु ला, लेची, फर्सीको मुन्टा,
पम्पिङको मुन्टा भन्छ। यो नाङ्लोमा त नाट्ने जस्तो छ त हो। अब म यहाँ हाल्छु खराखरी अर्ग्यानिक सब्जीहरू। बोडी पनि भइरहेछ। अब यिनीहरू प्याकिङ गरेर फ्रिजमा राख्ने अनि अलि निकाल्दै खानुपर्छ। थोडा ठिका अलि कुनै कलिलो पनि रहेछ। हुन्छ सब्जी खानलाई यस्तो छ। आँटेन है यहाँ आँटेन। नआँटेपछि चाहिँ म अब के गर्छु भनेर थाहा छैन। नआँटेपछि अब म फेरि मेरो अर्को नाङ्लो थियो त्यो चाहिँ चामल केलाउँदैछु, युज गर्दैछु। यिनीहरू चाहिँ राखी टमाटर यो चाहिँ अलिक किचेको रहेछ। किचेको साइड यता राख्ने हो। ल यो टमाटर ट्याक्कै 10 केजी रहेछ। घिउ सिमी पनि यति। अब यहाँ म चुल्ली पारेर सार्छु। एकछिन पछि चाहिँ म प्लास्टिकमा प्याकिङ गरेर फ्रिजमा राख्छु। कसलाई मनपर्छ घिउ सिमी है? घिउ सिमी मनपर्छ कि पर्दैन हजुरहरू मलाई कमेन्ट गरिदिनु होला कमेन्ट बक्समा। यस्तो अर्ग्यानिक सब्जी होइन। अब यहाँ लगेर प्लास्टिकमा मजाले प्याक गर्ने अनि फ्रिजमा लुकायो। राख्दै खायो। अब के गर्नु होइन। यतिकै सब्जी किन्नुलाई त यहाँ त धरानमा त टुप्पी पो डुब्छ। सब्जी किन्नु चामल किन्नु सस्तो होला, सब्जी किन्नु महँगो छ है। साथीभाइहरू धन्न आफ्नो आफन्तहरू हुनुहुन्छ र माया गर्नुहुन्छ र यसरी पठाइदिनुहुन्छ नि। म त भाग्यमानी नै पो छु त। केही नभए पनि भनौँ न आफ्नो आफन्तको त भाग्यमानी नै छु। यसरी खानु पाइरहेको छु बसी भन्नुपर्छ। म भनेर भन्दिनँ के गर्नु हो। यसो छ अब चाहिँ लगभग बोडी सिद्धिनु लागेछ। मरिधरि दुःख सुख उठाउनु पऱ्यो। यो अझै यहाँ टमाटर रहेछ नि त। टमाटर यता त्यो यो त अलिक खिचेको जस्तो रहेछ। यसलाई चाहिँ यहाँ राख्नु पऱ्यो। खिचेको चाहिँ खाइहाल्नुपर्छ नि त। अब यो सर मजाले यसको भुजिया बनाएर खानुपर्छ। मिठो हुन्छ कहिलेकाहीँ, डेली चाहिँ मिठो हुँदैन। नानीहरू त त्यति मन पराउँदैन। मलाई त मनपर्छ जे पनि। यस्तो राम्रो छ। पहाडको अर्ग्यानिक खानु पाउनु जति राम्रो त केही पनि होइन है साथीभाइहरू। यहाँ मैले अब निकालिसकेँ अनि तपाईँहरूलाई म देखाउँछु। देखि पनि सक्नुभएको छ है हजुरहरू। सबैजनालाई धेरै धन्यवाद। अनि मेरो लुगाले यत्रो ठुलो बोराभरि लगाइदिएर पठाउनु भएको रहेछ। बोरा चाहिँ अब यता साह्रै हेर्नुहोस् हजुरहरू। मेरो पार्सल एकदम यति धेरै छ है। हेर्नु सक्नुहुन्छ। यहाँ सिमी लोकल सिमी, हाम्रो पहाडको लोकल सिमी मेरो माइली लुगाले पठाइदिनु भएको। मेरो जेठी फुपूको छोरीले। मैले अघि पनि भनिहालेँ। अनि हजुरहरू यहाँ देख्न सक्नुहुन्छ टमेटो एकदम महँगो छ अहिले भनेर अघि पनि भनेछु। टमेटो नि पठाइदिनु पर्छ। 10 केजी भन्दा कमै छैन। लगभग 11 केजी जस्तो पनि होला। यति भारी टमाटर होइन। अनि यहाँ अब लिची यो चाहिँ किचेको टमाटर मैले यता सारेको। अनि यो चाहिँ हाम्रो लुगाको घरमै फलेको लिची हो। अलि अस्ति मैले हिजो अस्तिको भन्दा यो चाहिँ अलि बखरी काँचो छ। बिस्तारो राख्दै खानुपर्छ। यो बोधेको लिची 24 गाउँपालिका बोधे 5 को लिची आयो। टमाटर पनि बोधे 24 गाउँपालिकाकै हो। अनि हजुरहरू देख्न सक्नुहुन्छ यता हान्टराङ। अनि देख्न सक्नुहुन्छ कतिले चिन्नुहुन्छ कतिले चिन्नुहुन्न है। यो फर्सीको मुन्टा पनि हाम्रो 24 गाउँपालिकाकै है आइपुग्यो है। एकदम मिठो हुन्छ। मलाई त योमा आलु र यसको रस लाएको पनि मिठो लाग्छ खानलाई। यस्तो आजको मेरो लुगाले पठाइदिनु भएको धन्यवाद। हाम्रो माइली लुगालाई धेरै धन्यवाद भन्छु है त। सबैजनालाई हेर्नु होला कमेन्ट गरिदिनु होला। कोलाई कुन सब्जी मनपर्छ। कोहीलाई टमेटो त अब कम्पलसरी नै चाहिहाल्छ। कोहीलाई फर्सीको मुन्टा मन पर्न सक्छ, कोहीलाई बोडी मन पर्न सक्छ होइन। कोहीलाई लिची मन पर्न सक्छ होइन। के मनपर्छ हजुरहरू कमेन्ट गरिदिनुहोस् ल। टमेटो त सबैलाई मनै परिहाल्छ है त। सबैजना साथीहरू यस्तो छ आज मेरो पार्सल। हजुरहरूलाई मैले देखाइसकेँ। हजुरहरूलाई कस्तो लाग्यो भनिदिनु होला है कमेन्ट बक्समा। भन्न चाहन्छु ल।
फर्स्ट अफ अल त हजुरहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। सबैजनाले मेरो भिडियो वाचिङ गरेर हजुरहरूलाई कतिलाई रमाइलो लाग्यो होला होइन, रमाइलो लाग्ने साथीहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि फेरि पनि है त, फेरि पनि म नेक्स्ट भिडियो लिएर होइन त जतिसक्दो चाँडै नै म उपस्थित हुन चाहन्छु होइन। अनि हजुरहरूले मलाई पनि माया नमार्नुहोला, माया गरिदिनुहोला भन्छु होइन। भन्दा भन्दै है त मेरो आजको ब्लग पनि म यहीँ नै अन्त्य गर्छु। सबैजनालाई मिस यु अल, लभ यु भन्दै म बिदा भएँ। सी यु है त सबैजनालाई भन्न चाहन्छु।